हेरिँदै त्रिवी क्रिकेट मैदानको रूप कहिले सकिन्छ? प्याराफिट र फ्लाइट लाइट जडानको काम। दर्शक महानुभावहरू नमस्कार, फेरि पनि स्वागत छ नयाँ भिडियोमा। आजको भिडियोमा हामी अन्तर्राष्ट्रिय क्रिकेटको भार थेक्दै आएको काठमाडौँको कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदान स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको बारेमा जानकारी लिएर उपस्थित भएका छौँ। अहिलेसम्म हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला र भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो सुरु गरौँ। त्रिवी क्रिकेट मैदानको करिब 3 महिनादेखि निरन्तर स्तर उन्नतिको काम भइरहेको छ। अहिले प्याराफिट निर्माण र फ्लाइट लाइट जडानको काम भइरहेको छ। निर्माण कम्पनीका अनुसार प्याराफिट निर्माण र फ्लाइट लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ। यसअघि भिरालो चौरमा बसेर खेल हेर्नुपर्ने बाध्यता थियो। यसैगरी नेपाली दर्शकले रात्रिकालीन खेलहरू हेर्न अवसर पाएका थिएनन्। तर प्याराफिट निर्माण भएपछि दर्शकले माटोको ढिस्कोमा बसेर खेल हेर्नुपर्ने बाध्यता हट्नेछ। साथै फ्लाइट लाइट जडानपछि रात्रिकालीन क्रिकेटका आनन्द पनि लिन सकिनेछ। अहिले 43 करोड 77 लाखको ठेक्कामा BKOI KCDC BGJBले 10,000 सिट क्षमताको प्याराफिट निर्माणको काम गरिरहेको छ भने 42 करोड 19 लाख 91 हजारको ठेक्कामा विसन ईश्वरी जेबीले फ्लाइट लाइट जडानको काम गरिरहेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा कीर्तिपुर मैदानलाई दर्शक धान्न हम्मे पर्दै आएको छ, जुन अब प्याराफिट निर्माणपछि केही सहज हुनेछ। वैशाख 24 गतेदेखि यसको निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि विविध कारणले केही लम्बिएको छ। गत फागुनमा 2082 वैशाख 24 गते भित्र त्रिवी क्रिकेट मैदानमा प्याराफिट निर्माण र फ्लाइट लाइट जडानको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। वैशाख 22 गते प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर स्थित क्रिकेट मैदान निर्माणमा भइरहेको ढिलाइबारे शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण मागेका थिए। निर्माण कम्पनीले सरकारलाई विभिन्न कारण देखाउँदै 2 महिना म्याद थपको लागि आग्रह गरेको थियो। थप 2 महिनाभित्र प्याराफिट निर्माण र फ्लाइट लाइट जडानको काम पुरा गर्ने कम्पनीको प्रतिबद्धतापछि म्याद थप गरिएको थियो। सरकारले थप गरेको समयभित्र प्याराफिटको काम सम्पन्न गर्ने BKOI KCDC BGJBका सञ्चालक भरत गिरीले बताउँछन्। हालसम्म मौसमका कारण केही ढिलाइ भए पनि अब तोकिएको समयभित्र काम सम्पन्न हुने उनको भनाइ छ। सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवी क्रिकेट मैदानको स्तरोन्नतिको काम निरन्तर निरीक्षण गरिरहेका छन्। सरकारले दिएको समयावधिमा त्रिवी मैदान स्तरोन्नतिको काम सम्पन्न हुने गरी काम भइरहेको कार्यालयका सुपरिन्टेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठ बताउँछन्। सरकारले निर्माण कम्पनीलाई दिएको समयभित्रै काम सम्पन्न गराउने उनको भनाइ छ। 2079 सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैतमा फ्लाइट लाइट जडान गर्न निर्देशन दिएका थिए, तर काम अगाडि बढ्न सकेन। करिब 2 वर्षपछि गत 2081 असार 31 गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले 300 दिनमा प्याराफिट र फ्लाइट लाइट लगायत आवश्यक संरचना बनाउने पहिलो निर्णय गरेको थियो। आर्थिक वर्ष 2079-80को बजेटमा कीर्तिपुर मैदानको स्तरोन्नति र फ्लाइट लाइट जडानको प्रक्रिया अघि बढाउन 20 करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो, जसमा मैदान स्तरोन्नतिका लागि 10 करोड र फ्लाइट लाइट जडानका लागि 10 करोड छुट्याएको थियो। यस्तै चालु आर्थिक वर्ष 2081-82 को बजेटमा पनि त्रिवी क्रिकेट मैदानमा फ्लाइट लाइट जडानका लागि 20 करोड रुपियाँ विनियोजन भएको छ। यसका साथै आगामी आर्थिक वर्ष 2082-83 को बजेटमा त्रिवी क्रिकेट मैदानको स्तरोन्नतिका लागि 40 करोड रुपियाँ छुट्याइएको छ। दर्शक महानुभावहरू, यो त भयो हाम्रो त्रिवी क्रिकेट मैदानको स्तरोन्नतिको बारेमा। तपाईलाई कस्तो लाग्यो? आजको भिडियोमा हामी त्रिवी क्रिकेट मैदानको स्तरोन्नतिको बारेमा जानकारी गरायौँ। तपाईलाई के लाग्छ? यो भनेकै समयमा काम सम्पन्न हुन्छ होला त? हजुरहरूको विचार कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनुहोला। हाम्रो YouTube च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अन्य भिडियो लिएर फेरि पनि हामी उपस्थित हुने नै छौँ। अहिले नेपालको चलिरहेको सिरिजमा नेपालले लगातार 2 खेल जित्दै 2 अङ्कका साथ 4 अङ्क बटुलेको छ र टोटल 10 अङ्क भएको छ। यसको बारेमा पनि हामी अन्य भिडियोहरूमा छलफल गर्ने नै छौँ। आजको भिडियो यति नै। फेरि अर्को भिडियो लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। जय देश, जय खेल जगत।